ह्यान्डल बार पनि वाइड छ हैन अल्सो यो बाइकमा चाहिँ बार एन्ड मिरर छ के साउन्ड पनि मिठो छ अरे बाइकको सो नेपालमा फेरि पनि एउटा नयाँ ब्रान्ड लन्च भएको छ which is Morbidelli अनि आजको भिडियोमा चाहिँ we're gonna be talking about Morbidelli को C252V अनि यसको क्याटेगोरीको कुरा गर्नु पर्दाखेरि चाहिँ it's a cruiser तर लुक्स हेर्दाखेरि चाहिँ it's a mixture of cruiser and a bobber अनि यो बाइकको कुरा गर्नु पर्दाखेरि चाहिँ this bike comes with the 249.1cc It's a V-twin रिजन त तपाईँले देख्नु भइसक्यो यसको इन्जिन नै V शेपमा छ त्यही भएर यसलाई नै V-twin दिएको कम्प्रेसन रेसियोको कुरा गर्नु पर्दाखेरि चाहिँ यसको कम्प्रेसन रेसियो रहेछ 11.8:1 अब यो V-twin भनेपछि त अभियसली वाइल्डै हिट जेनेरेट गर्ने बाइकहरू हो दो इट्स 250cc क्याटेगोरी बट the bike is massive हैन it doesn't look like it's a 250cc category bike हैन लिक्विड कुल सिस्टम आएको छ कुलिङ सिस्टमको कुरा गर्नु पर्दाखेरि चाहिँ तर सँगसँगै यसको चाहिँ एयर भेन्टहरू पनि दिएको छ एयर भेन्टहरू दिएको भएर चाहिँ एयरले पनि अलिकति हिटलाई चाहिँ न्युट्रलाइज गर्छ इन्डाइरेक्टली भनौँ अथवा डाइरेक्टली भनौँ दुईटा कुलिङ सिस्टम सँगै आयो एउटा लिक्विड कुल सँगसँगै एयर कुल अब 250cc क्याटेगोरी V-twin अनि यसको पावरको कुरा गर्नु पर्दाखेरि चाहिँ दिस बाइक प्रोड्युसेस म्याक्सिमम पावर अफ 25.48 HP एट 9000 RPM हैन पावर चाहिँ त्यति जेनेरेट गर्छ एन्ड टकिङ अबाउट द टर्क दिस बाइक जेनेरेट्स म्याक्सिमम टर्क अफ 25 Nm अफ टर्क एट 5500 RPM ओके नेक्स्ट भनेको चाहिँ रहेछ हाम्रो गियर यो बाइकमा चाहिँ हामीले 6 स्पिड गियर बक्स सिस्टम पाउन सक्छौँ सँगसँगै क्लचको कुरा गर्नु पर्दाखेरि चाहिँ यो बाइक चाहिँ स्लिपर क्लचमा आउँछ अब यसको ड्राइभ सिस्टमको कुरा गर्नु पर्दाखेरि दिस बाइक कम्स विथ बेल्ट ड्राइभ सिस्टम बेल्ट ड्राइभ सिस्टमले चाहिँ ठ्याक्कै CLC 450 को याद पनि आउँछ हैन अनि लुक्सको कुरा गर्नु पर्दाखेरि बोथ अफ द बाइक्स आर क्वाइट सिमिलर बट द इन्जिन इज म्यासिभ है 250cc भए पनि V-twin इन्जिन भएको भएर चाहिँ यो बाइकको चाहिँ इन्जिन अलिकति म्यासिभै देख्छ कम्पेयर टु CLC 450 दो बोथ बाइक्स आर असम है मलाई दुईटा बाइक एकदम मन परेको छ अगाडिको सस्पेन्सनको कुरा गर्नु पर्दाखेरि चाहिँ इट्स अ UST फोर्क्स पछाडिको सस्पेन्सनको कुरा गर्नु पर्दाखेरि चाहिँ इट्स अ मल्टी लिङ्क सक एब्जर्बर अब व्हीलको कुरा गर्नु पर्दाखेरि चाहिँ दुईटै एलोय व्हील दिएको छ अनि यसको टायर साइजको कुरा गर्नु पर्दाखेरि चाहिँ अगाडिको टायर रहेछ 130/90 को दिएको छ अनि रिम साइज चाहिँ 16 दिएको छ पछाडिको टायरको कुरा गर्नु पर्दाखेरि चाहिँ इट्स 150/80 अनि रिम साइज चाहिँ 16 दिएको छ सो अगाडिको फ्रन्ट ब्रेकको कुरा गर्नु पर्दाखेरि चाहिँ इट्स अ 320 mm टकिङ अबाउट द रियर ब्रेक्स इट्स अ 260 mm फ्रन्ट ब्रेकमा चाहिँ हाम्रो 4 पिस्टन क्यालिपर दिएको छ भने चाहिँ रियर ब्रेकमा चाहिँ हाम्रो 2 पिस्टन क्यालिपर दिएको छ लेट्स टक अबाउट द वेट कर्ब वेट भनौँ न कर्ब वेट भनेको चाहिँ हाम्रो यो बाइकको टोटल वेट भनिन्छ हैन 200 kg मा हुने रहेछ यो बाइकको चाहिँ वेट ग्राउन्ड क्लियरेन्सको कुरा गर्नु पर्यो भने चाहिँ इट्स 173 mm क्रुजर बाइकको लागि चाहिँ 173 इट्स क्वाइट गुड सिट हाइट चाहिँ हाम्रो 690 mm को दिएको छ र सँगसँगै फ्युल क्यापेसिटी यो बाइकको फ्युल क्यापेसिटी चाहिँ रहेछ 15.5 लिटरको अब व्हील बेसको कुरा गर्नु पर्दाखेरि चाहिँ इट्स 1490 mm को व्हील बेस दिएको छ यो बाइकमा चाहिँ अनि टप स्पिडको कुरा गर्नु पर्दाखेरि चाहिँ कम्पनी क्लेम चाहिँ 125 km/h को दिएको छ भने चाहिँ अनि यो बाइकको चाहिँ ओभरअल लेन्थको कुरा गर्नु पर्दाखेरि चाहिँ इट्स 2230 mm अनि ओभरअल वेटको कुरा गर्नु पर्दाखेरि चाहिँ 865 mm अनि हाइटको कुरा गर्नु पर्दाखेरि चाहिँ यो बाइकको ओभरअल हाइट रहेछ 1090 mm अब यो बाइकको फिचर्सहरूको कुरा गर्नु पर्दाखेरि चाहिँ हैन दिस बाइक कम्स विथ LCD डिस्प्ले हैन नट अ TFT बट इट कम्स विथ LCD डिस्प्ले एन्ड अल्सो दिस बाइक कम्स विथ USB चार्जिङ पोर्ट इन्क्लुडेड अनि गियर इन्डिकेटर पनि देखाउँछ भने चाहिँ सँगसँगै हाम्रो चाहिँ लाइटिङहरूको कुरा गर्नु पर्दाखेरि चाहिँ लाइटिङ कन्फिगरेसनको कुरा गर्नु पर्दाखेरि चाहिँ दिस बाइक हेज बीन प्रोभाइडेड विथ LED हेडलाइट LED टेल लाइट्स एन्ड अल्सो टर्न सिग्नल्स पनि LED नै दिएको छ क्रुजर बाइक्स आर मोस्टली क्लोज टु द ग्राउन्ड सो इट वोन्ट बी एन इस्यु फर द हाइटको कुरामा चाहिँ सो नर्मल नेपालीहरूले चाहिँ इजिली चलाउन सकिन्छ हाइटको त्यस्तो इस्यु छैन मैले भन्नुपर्ने रिभ्यूहरू सर्ट रिभ्यूहरू चाहिँ मजाले देखाइसकेँ सुरुको पार्टमा नाउ लेट्स सी हाउ द बाइक फिल्स हाउ द बाइक साउन्ड्स कम्फर्ट कस्तो छ एभ्रिथिङ है त नाउ आई विल सी यु गाइज इन 3 2 1 लेट्स गो ओए त्यो V-twin को वाला पावर क्या खतरा है यार ओए like yes if I'm comparing this bike with the CLC 450 है ना this bike feels more bulky I'm always speechless while riding a bike
पावर यस्तो राम्रो पुल हान्छ अरे बाइकको पावर त ओए ह्यान्डल बार पनि वाइड छ होइन अनि अल्सो यो बाइकमा चाहिँ बार एन्ड मिरर छ क्या होइन म चाहिँ अहिले कम्फर्टको कुरा गर्नु पर्दाखेरि होइन अब इट्स अ क्रुजर बाइक होइन क्रुजर र बबर मिक्स टाइपको छ होइन